देख्नुभएको अलिकति ह्यान्डसम गाई चाहिँ नि मेरो सालो हो हैन। मेरो सालोलाई चाहिँ ब्लगमा चाहिँ अलिकति इन्भाइट गर्छु र सालाजी केही भन्नु पर्यो। के भन्ने यार हैन, आज हामी हाम्रो गाउँको ड्रोन सुट लिन गइरहेका छौँ। एन्ड हामी भेना र म बाइकबाट उता डाँडा साइडतिर हामी ड्रोन उडाउने छौँ। कस्तो देखिन्छ तपाईहरु पनि हेर्नु होला, लाइक एन्ड कमेन्ट, भिडियोको एन्ड तक रहनु होला। एन्ड यही भन्दैछु, अब लाइक सब्स्क्राइब पनि गर्नु पर्यो हैन। यताखेरि पारीको गाउँ चाहिँ हाम्रो अर्चले भन्ने ठाउँ हो। यहाँबाट अलिकति मोबाइलबाट खिच्दाखेरि अलिकति क्लियर चाहिँ नहोला। सो यतातिर भ्यू चाहिँ एकदम राम्रो छ। सो मैले चाहिँ अब उतातिर एकछिन गाउँ ठाउँ घुमेर चाहिँ म चाहिँ यसो ब्लगहरू बनाउँछु, भिडियोहरू बनाउँछु र कृपया तपाईहरुले लाइक गर्नु, कन्टिन्यू वाच चाहिँ गर्नु होला है। सो यो बाटो चाहिँ अर्चले आउने ठाउँ हो। हामी चाहिँ अर्चले आउनको लागि चाहिँ माथि बतासे डाँडाबाट तेर्सै ओह्रालो, सिधै ओह्रालो हैन साला, सिधै ओह्रालो आएर चाहिँ अनि खरेपानी भन्ने बजार चाहिँ आउँछ। त्यहाँबाट ठ्याक्क घुम्टीको सर्टकट त्यहाँबाट छिर्न मिल्छ है, त्यहाँबाट छिर्न मिल्छ। त्यसपछि यहाँबाट अर्चले अनि यहाँबाट बाटोहरू फेरि कता कताको करेन्ट छ साला, चण्डे भान्जिङतिर अनि चण्डे भान्जिङतिर फेरि कता कता भन्नुहोस् त। यो साइडबाट जाने चण्डे भान्जिङहरू होइन, अनि सबै कनेक्टहरू हुन्छ होइन, यता साइडदेखि कनेक्ट हुन्छ। अनि हो है, अनि यताबाट यही हो के बाटो चाहिँ होइन। ल ठिक छ, अब हामी चाहिँ यतातिर जान्छौँ, अलिअलि ड्रोन सुटहरू लेख्छौँ। यताहरू पनि राम्रो छ होइन, भ्युजहरू हेर्दै। सो यतातिर कहाँ जान्छ साला, यता मासतिर फेरि यतैदेखि चण्डे भान्जिङ साइडतिर जान्छ। चण्डे भान्जिङ साइड, यो साइड फेरि उता हाम्रो अर्चलेतिर होइन, तलै कनेक्सन हुन्छ होइन। क्या कनेक्सन त राम्रो रहेछ यता बजार गाउँ त सब उस रहेछ त यतातिर त है। यतातिर त कस्तो राम्रो रहेछ त, सब यता पिच हो, प्लास्टर के ओल्डिङ भन्छ अरे हातले के हो, कहाँमा निस्किन्छ त्यो बाटो निस्किन्छ कि नै यहाँ त स्कुल रहेछ त। स्कुल छ, खिच्नु सिधा मिलाएर भिडियो त गर्नु भयो नि तपाईँले खिच्नु। अहिले चाहिँ पुच्छरतिर आएको छौँ होइन। अब यताबाट तलतिर फेरि कहाँ कनेक्सन रानीमल पनि जान्छ बाबु, जान्छ रानीमल पनि जान्छ होइन। ल हेर्नु यताको भ्यू कस्तो राम्रो छ है। नत्र आएको कहाँ यहीँसम्म आउनु थियो। रिसोर्टमा चाहिँ अलिकति ड्रोन सुट पनि गर्यो होइन। त्यो चाहिँ सम्राट भाइको रिसोर्ट रहेछ। अनि त्यहाँबाट अलिकति ड्रोन सुट अलिकति राम्रो अब यो अर्चले गाउँको देखाउँला भनेको त्यति क्लियरली चाहिँ आएन, किनकि त्यहाँ बढी घाम थियो। घामले गर्दा फेसमा फोकस पर्यो। त्यही भएर हामीले चाहिँ यता माथि आएर अब चाहिँ भिडियो चाहिँ खिच्नु लागेको छौँ। सो तपाईँहरूले चाहिँ हेर्नु होला है, कस्तो लाग्छ कमेन्ट चाहिँ गर्नु होला गाइज है। ल म अब चाहिँ ड्रोन उडाउन गइरहेको छु।
ल गाइज अब हाम्रो चाहिँ ड्रोन चाहिँ सुट गरियो होइन अनि भिडियोहरू पनि लिक्यो होइन कस्तो लाग्छ गाइज कमेन्ट चाहिँ गर्नु होला र अब चाहिँ म घर चाहिँ फर्किन लाग्यो होइन गाइज यस्तो भिडियोहरू मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु होला है।